हेलो गाइज, वेलकम ब्याक टु माई अनदर ब्लग है। आज चाहिँ समथिङ स्पेसल है मेरो लागि। मैले चाहिँ आफ्नै पैसाले किनेको है, मेरो आफ्नै इन्कम मैले किनेको। उसबाट आफूले केही किनेको थिएँ, लाइक त्यस्तो ड्रिम त थिएन, एउटा फिचर्स बढी भएको कारणले मन परेर मैले चाहिँ किनेको हो। अनि राम्रो पनि थियो होइन। मैले चाहिँ के किनेर आएको छु भने चाहिँ ल्यापटप किनेर आएको छु होइन। अनि कुन ल्यापटप हो भनेपछि यहाँ हेर्न सकिन्छ, लेनोभोको योगा हो है। अब यसको चाहिँ यहाँ पछाडि ब्याकग्राउन्डमा चाहिँ अब सबै उ छ, केही बनाएको छैन मैले, सबै मेसीहरू देखिरहेको होला। सो त्यतातिर चाहिँ ध्यान नजानु है दर्शक बिहीनहरू, यहाँ चाहिँ ध्यान दिनु है। मेन प्रोडक्ट भनेको यो हो। मम्मीले हेरेन नहोस्, सो मलाई लाज लागेर चाहिँ गाइज अब मैले काटेँ है। यो चाहिँ प्याक गरिदिनु भएको थियो है। म देखाउँछु यसको फिचर्सहरू के कस्तो छ, प्लस कुन कलरको ल्यापटप हो, कति पऱ्यो भनेर। एक्सपेन्सिभ त एक्सपेन्सिभ नि है, मोर एक्सपेन्सिभ हो। सो बिल चाहिँ खुलाउँदिनँ, तपाईँहरू गुगल गरेर हेर्नु ल। अनि यसमा एक्सेसरिजहरू पनि आएको छ। यो चाहिँ कभर कभर अरे सेफ्टीको लागि हालेको छ है। ओहो कस्तो टालिएको यहाँ छ है ल्यापटप। अनि यसमा अलिकति एक्सेसरिजहरू पनि छ, म निकालिहाल्छु। यो ल्यापटप के ल्यापटप खोल्नुभन्दा अगाडि पहिला चाहिँ ल्यापटपसँग चाहिँ कुन कुन एक्सेसरिजहरू मैले पाएको थिएँ भनेर म देखाउँछु होइन। यो एउटा एचपीको माउस हो, जुन चाहिँ त्यहाँको सप ओनर दाइले दिनुभएको है। यो एचपीको माउस हो, यो पनि छ। अब यो चार्जर भइहाल्यो होइन, चार्जर त दिइहाल्ने भयो। फेरि यो किन देखाएँ, चार्जर त आइहाल्छ भन्ने होला। यो चाहिँ चार्जर भइहाल्यो होइन। यो चाहिँ माउस प्याड हो। यो चाहिँ किबोर्डको लाइक टाइपिङको माथिपट्टि राख्ने प्लास्टिकको समथिङ, अब यसको के भन्छ मलाई थाहा छैन। प्रोटेक्ट योर किबोर्ड भनेको छ, अब के हो यो हो। यो चाहिँ किबोर्डको माथिपट्टि राख्ने। अर्को एउटा राम्रो भनेको चाहिँ यो दिनुभएको, यो भनेको चाहिँ ल्यापटप राख्ने ब्याग हो है। यति छ, यो चाहिँ ल्यापटप राख्ने ब्याग हो। पहिला साइडमा राखिदियो। यहाँ चाहिँ छ है मेरो ल्यापटप। यहाँ छ मेरो ल्यापटप कलर वाइज। यो चाहिँ मेरो ल्यापटप है, लेनोभो योगाको यो हो। यसको पछाडि यस्तो छ, यहाँ समथिङ के वार्निङ पनि लेखेको छ होइन। यसको साइडबाट हेर्दाखेरि यस्तो छ, यस्तो छ फ्रन्टबाट। यो चाहिँ 13 आई थिङ्क 14 इन्चको ल्यापटप है, 14 इन्चको डिस्प्ले वाइज। अनि यो यसरी ओपन हुन्छ, प्लस यो 360 यसरी रोटेट पनि हुन्छ है। अनि यसको अर्को राम्रो फिचर्स भनेको चाहिँ यहाँ चाहिँ फिङ्गर सेन्सर छ। अनि यो चाहिँ अरू चाहिँ इन्टेलको प्रोसेसर हुन्थ्यो, बट यसको चाहिँ एडिएम रेन्जरको प्रोसेसर छ है यो चाहिँ। अनि यो 360 रोटेट पनि हुन्छ। अनि यसको ओपन बटन चाहिँ कहाँ गयो, यहाँदेखि है, यहाँदेखि खुल्छ है। प्लस 2 in 1 हो यो, लाइक ट्याब वाइज युज पनि गर्न मिल्छ। यसलाई यसरी राख्न पनि मिल्छ, अनि यसलाई यस्तो पनि गर्न मिल्छ। यसलाई कता गयो, सानो छ, राम्रो छ। सो यो यसरी ओपन भयो। ओपन भइसकेपछि यसरी हामीले यो गर्न पनि मिल्छ। यो टच स्क्रिन हो, 360 रोटेट पनि हुन्छ यसरी होइन। यो टच स्क्रिन यहाँ यसरी टचबाट पनि हुन्छ। प्लस यहाँ गएर म अबाउट इट बहुत स्पेसी, अब धेरै चाहिँ मलाई थाहा छैन, मलाई सबै थाहा त छ। यो चाहिँ लेनोभो योगाको हो। अनि प्लस यो चाहिँ अहिले लेटेस्ट नै हो, लेटेस्ट 14 जेनेरेसन नै हो। बट यसमा चाहिँ जेनेरेसन्स हुँदैन, एडिएमको प्रोसेसर रेन्जर भएको कारणले गर्दाखेरि यो 360 रोटेट भयो होइन। यो रोटेट म अहिले गर्न गर्छु। यहाँ छ है गाइज डिटेल्सहरू, यहाँ छ कुन हो ल्यापटप डिभाइस। अनि उहरू ऱ्याम चाहिँ 8 GB हो, कहाँको प्याक भयो। ऱ्याम चाहिँ 8 GB हो अहिले। अनि यसको टच स्क्रिन पनि छ, प्लस पेनले पनि हुन्छ। अनि हात लाइक पेनले पनि हुन्छ, फिङ्गरबाट पनि हुन्छ। फिङ्गर सेन्सरहरू छ होइन। अनि
यसको प्रोसेसर चाहिँ एडिएम रेन्जर 5 8640 एचएस हो है। विन्डो चाहिँ अहिले अब लेटेस्ट नै हो, 760 एमबीको ग्राफिक छ अनि 3.50 GHz वाला छ होइन। अरू ग्राफिक कार्ड चाहिँ दुईवटा छ है यसको। अनि यो चाहिँ यसको एसएसडी चाहिँ 1 TB को है। 512 GB खोजिरहेको छु बट मैले 1 TB को पाएँ, सो 1 TB को लिएँ होइन। अनि यसको मेन मलाई अरू ल्यापटप त किनिरहेको होइन, मलाई मेन मन परेको फिचर्स भनेको यो ल्यापटपको प्लस यसलाई 360 यसरी रोटेट पनि गर्न मिल्छ, यसलाई यसरी युज पनि गर्न मिल्छ, स्क्रिन टच पनि गर्न मिल्छ। अनि यसलाई यसरी यहाँ यसरी हेरेर काम पनि गर्न मिल्छ है। यहाँदेखि जस्तै म देखाउँछु, यहाँ भयो होइन, यसरी ओपन भयो, यसलाई यसरी ठुलो भयो। प्लस मोस्ट अफली मलाई काम गर्नलाई सजिलो हुन्छ भनेर चाहिँ मैले ट्याब स्क्रिन गरेको थिएँ। के हुन्छ भने अहिले डिफ्रेन्ट थिङ्स भयो भने अहिले काम गर्न इन्ट्रेस्ट लाग्छ नि त। सो द्याट बाई द वे मैले यो सबै चाहिँ आफ्नै पैसाले किनेको है, मेरो आफ्नै इन्कम मैले किनेको हो यो चाहिँ। अनि यहाँ गएर हामीले जस्तै युट्युब यसरी गर्ने, मेरो यहाँ वाइफाई कनेक्ट छैन, सो म पहिला वाइफाई कनेक्ट गर्छु है। यहाँदेखि यसरी गर्ने, रोशन बस्नेत, लेट मी कनेक्ट माई वाइफाई फर्स्ट। सो मैले ल्यापटपकोमा चाहिँ वाइफाई कनेक्ट गरिदिइसकेँ है। ल्यापटप चाहिँ युजुअली गरेको हुन्छ, सबैको हुन्छ, लाइक सबैले चलाएर आउँछ। अब के देखायो भनेको होइन, फर्स्टली किन देखायो भने चाहिँ यो चाहिँ मैले आफ्नै इन्कमले किनेको हो। अब कति पर्छ के पर्छ त्यो चाहिँ मैले यसको प्राइसहरू चाहिँ म रिभिल गरिनँ होइन। यहाँ बिलहरू छ, एक्सपेन्सिभ परेको हो, मोर नै हो। 1 TB को हो, लेनोभो योगाको 360 रोटेट 2-in-1 अनि 1 TB। त्यो सबै फिचर्स भएको कति पर्छ तपाईँहरूले गुगल गरेर हेर्नु है। मैले चाहिँ यहाँ वाइफाई कनेक्ट गरिसकेँ। सेकेन्ड चाहिँ अर्को फिचर्स भनेको चाहिँ यसरी, यसको साउन्ड पनि राम्रै छ होइन। यो ट्युब भयो, यसरी हामीले ल्यापटपको रूपमा पनि युज गर्न मिल्यो, ट्याबको रूपमा पनि युज गर्न मिल्यो न। यसलाई चाहिँ म हटाइदिएँ है। यसरी चलाउन पनि मिल्यो, यसलाई यसरी पनि चलाउन मिल्यो, प्लस यसलाई यसरी चलाउन पनि मिल्यो। साइज वाइज पनि मलाई राम्रो लागेको छ है, एकदम मन परेको हो यो। सो मैले किनेको हो बिहान 10 बजे गएको, अहिले चाहिँ कति बज्यो, बिहान 10 बजे म ल्यापटप किन्न गएको, अहिले 5:52 भएको छ। यहाँ 5:52 भएको छ। म भर्खरै आएर अनि भित्र भिडियो बनाइरहेको छु। सो एक दिनभरि त यसले खायो होइन। अरू अब के फिचर्स छ म देखाउँछु है। यसको फिचर्सहरू त यति नै हो है। अरू त केही होइन, ल्यापटप किनेको अरू खास गरी केही थिएन, नयाँ पनि केही होइन, जस्ट सेयर गर्न मन लाग्यो सो सेयर गरेँ है। खुसी लागेर सेयर गरेको, नथिङ एल्स मोर। अरू एक्सेसरिजहरू अघि मैले देखाइसकेँ, त्यति नै हो। अनि ल्यापटप चाहिँ यही नै हो। सो अरू कुनै फिचर्सहरू चाहियो भने गुगल, अब त्यति धेरै फिचर्सहरू पनि मैले उयो गरेको छैन। 5 भन्दा माथिको हो होइन। अब i5 आउँथ्यो, i5 भन्दा पनि अझ माथिको भएर चाहिँ 5 मात्र आएको हो होइन। यहाँ लेखेको छ, यहाँ लेखेको छ होइन। 2-in-1 ब्याट्री लाइफ, प्राइभेसी सटर, फेस लक, यसको फ्यासिलिटी पनि यहाँ पनि छ है। 2-in-1 पनि हो, ब्याट्री लाइफ पनि राम्रो छ, प्लस फेसबाट लक अनलक पनि हुन्छ, फिङ्गर पनि छ है, फेसबाट अनलक पनि हुन्छ, प्लस फिङ्गर सेन्सर पनि छ। अनि स्मार्ट नोइज क्यान्सलेसन्स, अनि यसमा स्मार्ट नोइज क्यान्सलेसन्स पनि छ। प्लस स्मार्ट नोइज क्यान्सलेसन भनेको बाहिरी जस्तो म बोलिरहेको छु नि, ब्याकग्राउन्डको नोइजहरू क्यान्सलेसन गर्ने, अनि ई सपोर्ट पनि छ। त्यति नै हो। यहाँ चाहिँ वार्निङ लेखेको छ समथिङ। यो वार्निङ भनेको चाहिँ यसको ब्याट्रीले गर्दा फेरि मानिसको उसलाई हार्मफुल गर्छ समथिङ, के थियो है, त्यो मैले हेरेको थिएँ अनलाइनमा। अनि दिस इज माई ल्यापटप। मेरो प्रश्नको लागि पनि, भ्लगहरू एडिट गर्नुको लागि पनि, अफिस वर्कको लागि पनि, सबको लागि दिस इज माई ल्यापटप। यति नै हो, अरू कुराहरू त अब केही छैन होइन भन्नलाई, सेयर गर्नलाई यति नै थियो। खुसी लाग्थ्यो त्यही भएर मैले सेयर गरिदिइहालेको है। अनि डु लाइक, कमेन्ट, सेयर माई च्यानल एन्ड
डोन्ट फर्गेट टु क्लिक बेल बटन है। थ्याङ्क यू फर वाचिङ। डु लाइक कमेन्ट सेयर सब्सक्राइब है। थ्याङ्क यू।